आज चाहिँ हामी डेन्टल घुम्न आएको छौँ सबैजना। मेरो छोरालाई चाहिँ स्कुलदेखि पिकअप गरेर ल्याएको र मेसीको लुगा लगाइदिएको छु यहाँ। अनि हामी चाहिँ अब हिँड्दैछौँ अहिले। मेरो छोरालाई चाहिँ आज मेसीको लुगा लगाइदिएको खुसीले फुत्रुक 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 उफ्रिँदैछ। यता जाने यता यता यता। मेसी तिमी को हो? मेरो बहिनीको छोरा माइजू, माइले माइजू र साइली माइले हुनुहुन्छ यहाँ। हामी चाहिँ डेन्टलमा घुम्न आएको छौँ। कालु यता हेर्नुहोस् त। बनाउनु पर्ने। वाउ, मेरो छोराले सबैलाई सलाम गरिदिनु भएको छ। हामी डेन्टल आइपुगेको छौँ। डाक्टर शशाङ्कलाई भेट्न आउनु भएको मान्छे। दाँत अरू चाहिँ नगर्ने मेरो यो चाहिँ घोपा क्याम्पको डेन्टल हो। हाम्रो फेमस डाक्टर शशाङ्क पनि यहीँ बस्नुहुन्छ। अनि यहाँ चाहिँ मेरो छोरा हुनुहुन्छ, मेसी छोरा। उहाँ अब चाहिँ हामी डेन्टलमा फोटोसहरू खिचिसक्यौँ, भिडियो पनि बनायौँ एक दुईवटा। र अब हामी यो रुखमा बसेर चाहिँ फर्किन लागेको छौँ। यहाँ हुनुहुन्छ सबैजना। मेरो छोरालाई नबोकेको रुँदै हिँड्दैछ। ला 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 कुद्नु खोज्दैछ भाइले। नगर नि नगर। ब्याट भन्देऊ यता गुड भन्देऊ गुड गुड भन्देऊ गुड भन्देऊ गुड अरे देख्छ। ब्याट चाहिँ कसरी हुन्छ? ब्याट प्रति हुन्छ कसरी? यसरी हुन्छ। अनि तिमी हो त? होइन भन न त। म होइन भन नि त। अब माथि हामी चाहिँ लिङ्गेबारी आइपुगेछौँ। लिङ्गबारी भन्ने ठाउँमा आइपुगेछौँ अहिले। अब भित्र प्रवेश गर्न आँटेको छौँ। मेरो मेसी छोरा के खानु नि? के खानेकुरा खानुहुन्छ? भित्र प्रवेश गरिरहेको छु। यो चाहिँ लिङ्गेबारीको भित्रको रहेको छ। अब चाहिँ हामी खाइसकेर फर्किँदैछौँ। माइजू चाहिँ हिँड्नु नसकेर अलिक स्लो मोसनमा हिँड्नु हुँदैछ।